बैंक भनेको के हो? बैंक यस्तो वित्त संस्था हो जहाँ मानिसहरूले आफ्नो धनराशि जम्मा गर्ने गर्दछन् तथा आवश्यक पर्दा ऋणको रूपमा चल अचल पुँजी निकाल्न सक्दछन्। आफ्नो धनराशिको उचित सुरक्षा तथा बैंकबाट ब्याज लिने हेतुले बैंकमा धनराशि जम्मा गरिन्छ। जनताले आफूले बैंकमा जम्मा गरेको धनराशि पूर्व निर्धारित बैंकिङ नियम पूरा गरी निकाल्न र पुनः राख्न पनि सक्दछन्। कसैलाई कर्जा आवश्यक परेको खण्डमा आवश्यक प्रक्रिया पूरा गरी ऋण लिन सक्दछन्। विशेष मुद्राको कारोबार वा लेनदेन गर्ने गरी प्रचलित कानुन बमोजिम सङ्गठित संस्थालाई बैंक भनिन्छ। प्रयोगात्मक नेपाली शब्दकोश 2061 मा चाहेको बेला झिक्न पाउने गरी दिने ब्याजमा ऋण दिने आदि आर्थिक कारोबार गर्ने संस्थालाई बैंक भनिन्छ। धन्यवाद।